बचाओ बचाओ ओइ हेलो गाइज वेलकम टु माई न्यू भ्लग गुड मर्निङ सबैलाई। अब अलि लेट उठियो। अब रुमको हालत त्यस्तै छ। केटा मान्छे हो यति त नभई केटा मान्छे हुँदै हुँदैन नि। अब साथी नै उठियो। हिजो किनेको कपडा कुल्ले नि लाहा मैले देखाइहाल्यो त एकछिनमा। हिजो पनि देखाएको थियो तर जे होस् आज नि लभली देख्यो। अब लगभग स्विमिङ पुल जाने सोचिरहेको छु होइन त। बिहान चेकआउट नि हान्नु पऱ्यो, नयाँ होटेलले नि बस्नु पऱ्यो नि त। अब कतिवटै होटेलमा बस्ने होइन। अब घुम्न आएको ल अब स्विमिङ पुलतिर जानु पऱ्यो होइन। अब त्यतै भेटौँला नि। ल गाइज स्विमिङ पुल पनि आइयो एज अलवेज राम्रै छ। अब माथि हेरौँ है त के छ यहाँनिर। खतरा ठाउँ छ। सुत्ने ठाउँ छ हेर्नु गाइज। टक्क लाएर अहिले यहाँ सुत्नुपर्छ है। अहिले अब भ्यू त एज अलवेज बब्बालै छ। अलिक कुहिरो लागेको रहेछ उता। अब हामी स्विमिङ खेल्छौँ। तपाईँहरू चाहिँ टाइम ल्याप्स इन्जोय गर्नु न होइन। ल गाइजहरू स्विमिङ गरेर नि आइयो। नुहाइ धुवाइ पनि गरिसक्यो। अब यहाँ चिया अर्डर गरे मिठो मिठो 100 रुपियाँको हो तर के गर्ने अब अर्डर गर्नै पऱ्यो, खानै पऱ्यो। अनि अब चेकआउट हानेर टक्क लाएर सब सामान लिएर अब उता नयाँ होटेल जानुपर्ने हुन्छ। ल प्याकिङ स्याकिङ पनि भयो होइन सोल्टी। प्याकिङ स्याकिङ नि भयो। अब जाने हो, चेकआउट हान्ने हो। त्योभन्दा अगाडि लास्टचोटि यो भ्यू चाहिँ हेरेर जाउँ न भनेर होइन। हो चेक द भ्यू गाइज। खतरा है ल केटा हो। होटेल नि आइयो। एउटा दुइटा बेड छ। त्यस्तो खास त केही छैन है। यहाँभित्र टोइलेट छ। त्यस्तो खास त केही छैन। अब के हाल्नु, राम्रो पनि पाउनु पऱ्यो नराम्रो पनि पाउनु पऱ्यो। अब बजेट धेरै छैन। अब घुम्ने धेरै पऱ्यो नि त। अब यो होटेल भनेको त धेरै बसिँदैन। अब बाहिर चाहिँ त्यस्तो छ भने ठिकै छ। त्यति राम्रो पनि छैन, त्यति नराम्रो पनि छैन। अब त्यही हो। माथि उता फेरि खेल्न जानु परिहाल्यो। उता बोट खेलेर माथि कता जाने भने हामी त्यता जाने हो। अनि अब त्यस्तै अब हेर्दै गर्नु न अब अगाडि के हुन्छ। खाना पनि पाक्यो अरे। अब खाना खान जानु पऱ्यो होइन। अब खाना खाएर टक्क लाएर कस्तो पनि हुन्छ हेरौँ देखाइहाल्छौँ तपाईँलाई। अनि त्यसपछि बोटिङ जानु परिहाल्नुहुन्छ। ल अब खाना खान लगायो। खाना चाहिँ मासु भात। अब बोटिङ जानुपर्छ खाना। ल गाइजहरू खाना नि खाइयो। मिठो त मिठो थियो, अलिक पिरो थियो होइन। अब बोटिङ गर्न जाउँ। अब आज उता माथि जाने भनेर गएको कुन ठाउँ थियो क्यान्सल भयो। भोलि तर इन्ट्रेस्टिङ हुन्छ होइन। भोलिको भ्लग हेर्न नबिर्सिनु होला। भोलि खतरा आजभन्दा नि रमाइलो हुन्छ। आज बोटिङ जाउँ होइन। अब कपडा सपडा फेर्नु पऱ्यो। अलि नयाँ कपडा लाउनु पऱ्यो नि त। त्यो भेडा 3 दिने अब अलि होइन देखाउनु पऱ्यो। अब जाउँ बोटिङ गर्न। ल अब कता लेक साइडतिर हिँडियो। बोटिङ बस्ने होटेल चाहिँ हो। भोलिको प्लान चाहिँ डेन्जर छ है। 10 ठाउँ घुम्ने पऱ्यो। भोलि त 10 ठाउँ घुम्ने हो होइन। भोलिको प्लान राम्रो छ। अघि मैले भनिसकेको थिएँ। अब बोटिङ जाने हो। त्यो टाढा खाएकै हो लास्टै अलिक टाढा रहेछ। यता पनि बोटिङ पाउँछ तर त्यहाँ अलिक सस्तोमा दिन्थ्यो दाइले, त्यसैले गएको हो होइन। अब त्यतै गएर भेटौँ होइन। यो बोटिङ गर्न आइयो केटा हो। गाइज फेरि बोटिङ गर्न आइयो। आज चाहिँ मुनि झर्ने प्लान छ मुनि। अब हेरौँ के हुन्छ। भ्यू त अब खत्रै छ है सोल्टी एक्लै बोटमा होइन। अब आज त मुनि जाने प्लान छ। हिजो त त्यति धेरै राम्रो भ्लग बनाउनु पाएको थिएन। आज चाहिँ अलि बनाउँछौँ होला। मुनि गएको सानेको सबै गरेको भिज्ने हो। अब एकचोटि आँखा सबै गरेर जाने नि होइन। अब त मुनि जाने त्यो आउँदैछ पछाडि। अति टाइम लाउँछ ल्याङ हान्छ। ल अब यहाँ मुनि जाने भएपछि अब भिडियो बनाउँला नि। गाइस अब मुनि जान्ला हामी चाहिँ। हामी होइन म। अब हेरौँ कस्तो हुन्छ। अहिलेसम्म गएको छैन होइन। मलाई लडाउनु भयो सोल्टी।
यताबाट चढेर म यता थिचिदिन्छु यहाँ ओए मलाई त मोबाइल खस्छ है सोल्टी लिया है भन्छ ल गाइज यस्तै हो जिन्दगी एक टाइमको जिउन सिक्नुपर्छ ब्रेको नो पोर्ट नट एनिथिङ अन्ली सेफ्टी ज्याकेट भरोसा 3 क्लिक गो गेम फिनिस हेलो गाइज म भर्खरै चढेर आएको अति डर लाग्ने रहेछ यिनी मलाई तान्दैछन् रूपले आफू त केही गर्नु परे छैन चिल लाइफ छ चिल आनन्दले सुत्ने बस्ने खाने सुत्ने बस्ने भइरह तान्ने मान्छे छँदैछ आफ्नो काठमाडौँबाट लिएर आएको तान्नलाई हो गाइज मुनि जाँदा त अति डर लाग्ने रहेछ हो माथिबाट त केही नहुने ओइ ड्रिफ्ट हान्छ त जल्दी झन्डै आएन झन्डै मोबाइल त जान्छ त ल गाइज अब बाहिरै भेटाउँला अब त कहाँ भिडियो बनाउने डर लागिरह मोबाइल गयो भने त गइहाल्यो नि आइफोन होइन फेरि आफ्नो होइन गाइज स्विमिङ गरेर फुल चिसो छ हो सोल्टी सबजना सब छ स्विमिङ म त झरेको हो ऊ त थोरै झुकी झऱ्यो म त जानी झऱ्यो अब भिडियोमा देख्नै भयो होला अघि नै होइन फुल चिसो छ अब होटल जानला होटल गएर तत्काल आएर अब ऊ चेक गरेर आउने ड्रेस चेन्ज गरेर आउने हो यो गाइस होटल नि कपडा सपडा फेर्नु पर्यो खोला सुल्टी छिटो कपडा सपडा खोल्ने अब फेरि आयौँ अब टक्क आएको थियौँ त अघि होटेल अनि अब खाजा खान जानु पऱ्यो भरे भिडियो नि अपलोड हानियो भिडियो अब बनाएर मात्र भएन अपलोड नि हान्नु पऱ्यो अब खाजा खान जानु पऱ्यो जाँदा त्यहाँनिर भेटौँ न हिजोकै ठाउँमा जाने होइन त अब सफल हिजोकै ठाउँमा यसो मिठो लागिरहेको थियो त्यतैतिर जाउँ त्यतै खाऊँ अनि त्यसो जब आज के हुन्छ हेरौँ भोलि चाहिँ इन्ट्रेस्टिङ हुन्छ आज चाहिँ के हुन्छ थाहा छैन अब जाउँ के हुन्छ हेरौँ हेलो आयो खाजा खान पनि जग्गा ठाउँ हो हिजो मैले अलिक भ्लगमा हाल्न बिर्सेछु त्यही हो अब यस्तै छ अलिक राम्रै छ ठाउँहरू चाहिँ हिजो पनि आएकै हो अनि यहाँ कोक पनि मगाएको होइन त्यही हो अब यहाँ खाजा खान्छु मैले खाजा आएपछि पनि देखाइदिउँ न के खाने भनेर अनि त्यसपछि अब कता जाने हो हेरौँ न अब के हुन्छ खाजा नि आएको केटा हो होइन खाजा हेरौँ मिठो छ जस्तो छ है हेर्दा चाहिँ कोक नि मगाएको थियो अब खाजा अनि त्यसपछि हेरौँ कस्तो हुन्छ के छ म भनिहाल्छु नि होइन खाजा खाएर नि आइयो अहिले कता हो हामी यस्तो स्ट्रिटतिर लेग साइड स्ट्रिटमा लेग पनि देखाइदिउँ न साइड पनि देखाइदिउँ लेग अनि साइड लेग्स अब यता गीत नि भइरहेको रहेछ प्ले कता भइरहेको छ तर स्पिकर बजाइरहेको छु होइन गीतै गाइरहेको रमाइलो भइरहेको नि यता अब भ्लगर भएर यति त नगरी हुन्न कसैको डर छ कसैको डर छ नो वान केयर ब्युटिफुल पुल है ब्युटिफुल ब्रिज हो केटा म चाहिँ ब्रिज चढेँ चढी त हाल्यो के गर्छु ल गाइस भ्लगिङ हालौँ होइन यहीँसम्म थियो अब हामी यहाँ स्ट्रिटमा छौँ घुम्दैछौँ अब नयाँ भ्लगमा भेटौँ ल होइन अब निहालौँ ल बाई गाइज अब न्यू भ्लगमा भेटौँ ल थ्याङ्क यू फर वाचिङ बाई